गङ्गाटा मेरो छोरी खोजेर दिएको गङ्गाटा पाउँदो रहेछ। कहाँ पस्यो गङ्गाटा गङ्गाटा यहाँ बच्चा जस्तै किन घोप्टाको कसले घोप्टाको नमिरे छोड न यता आइज भाग्यो त्यो बच्चा जस्तो दिमाग हो कसै बच्चा सधैँ ए अर्को यति नै रहेछ एउटा हाल्दै यहाँ गङ्गाटा यति धेरै भेटेको यहाँ झगडा गरेर काहीँ नगयो के भयो कहाँ भयो कस्तो अरे बोरमा घोप्टाको नि के खाने हो र अनि के त नि अरे यो खाने होइन खोइ कहाँ गयो गङ्गाटा एउटा भागो कहाँ उता भागमा त जान्दिन छैन भागेको छैन भागेको तीनटा चारटा थियो नमरेको कस्तो न ओ ओ ओ ओ देखाउँ त गङ्गाटाहरू कस्तो क्या यस्तो झर्केर बोल्नुपर्छ कस्तो क्या अनि भन्दै यहाँ देख मन टोकेर टोको छ त अनि त्यस्तो नि त्यो भने यता ठुलो टोक्छ कहीँ नभएको कहीँ के भन्छ 13 वर्ष सक्नुहुन्छ तपाईँ 13 वर्ष सक्नुहुन्छ 13 वर्षमा देखेको गङ्गाटा आम्मामा अहिले एक दिन 13 वर्षमा भन्थे त कति वर्षमा देखेको गङ्गाटा त? पहिला नि देखेको थिएँ नि मैले कति योसँग कतिचोटि भयो गङ्गाटा देखेको भन्छ गर्न सकिँदैन कति धेरै गरेर चाहिँ म गर्नेको छु कतिचोटि देखिस् बिबिसा एकचोटि तैँले कतिचोटि देखेको मैले 5 चोटि मात्र 5 चोटि मात्रै देखिस् तैँले अस्ति नै लिएर आएको हामीले यो पाखाबाट ल्याएको पाखाबाट आज यो यसले के हैन न्यु इयरको यसले सुन न बोइने के भयो यो नि यो हैन बाबाको हातै ठोक्यो यसले अनि बाबाले यो यसलाई यसको मारि नै दियो यसको यो खुट्टा यस्तोले कस्तो मिठो हुन्छ कुरुङ कुरुङ खानुपर्छ हामी नयाँ वर्षमा आज हामीले यो गङ्गाटा पर पाखाबाट ल्याएको अब यो गङ्गाटाको पार्टी खाने है बजु आज के हैन हामी न्यू इयरमा कि हामी ओसो घुम्न जाने अनि मोमो को कहाँ जान आँटेको हामी फ्यामिली ए ल हामीलाई नि ल्याइदेऊ है म तिमीहरू त कहाँ जान आँटेको न्यु इयरमा अब मेरो बर्थडे हुँदाखेरि चुप बाबा यही खाने हाम्रो न्यु इयर यही हो हामीले यो गङ्गाटा लिएको अब यो गङ्गाटा चट्टसँगले बनाउने अनि सेकुवा बनाउने हामी चट्टसँग चिसोसँग ड्याङ्गा पारेर खाने यही हो गङ्गटा होइन गङ्गेटा हो